As the mercury level rises during summertime, here are tips to remain safe and healthy. Tip number 1, stay hydrated. During summertime, we sweat a lot अनि हाम्रो शरीरमा धेरै डिहाइड्रेसनको शिकार बनिरहेको हुन्छ र यो पर्टिकुलर टाइममा चाहिँ हामीले धेरै पानी पिउनु पर्ने हुन्छ, ग्यालन्स अफ वाटर हैन। जति सक्दो तपाईहरुले शरीरलाई चाहिँ हाइड्रेटेड राख्नु होला है त। टिप नम्बर 2, प्रोटेक्ट योर स्किन। यस, ड्युरिङ समर हिटको बाहिर तपाईँ यदि एक्सपोजरमा हुनुहुन्छ भने चाहिँ तपाईँको शरीरहरू होइन स्किन ट्यानिङ हुनसक्छ अनि देयर आर अदर मेनी स्किन एलर्जिजहरू त्यसको शिकार पनि बन्न सकिन्छ। सो बाहिरतिर तपाईँहरू ट्राभल गर्दै हुनुहुन्छ भने चाहिँ सनस्क्रिनहरू युज गर्नुहोस्, पर्टिकुलर स्किन केयर गर्नुहोला है त। टिप नम्बर 3, फोकस अन हाइड्रेटेड फुड। तपाईँलाई थाहा छ देयर आर मेनी हाइड्रेटेड फ्रुट्स अनि हाइड्रेटेड भेजिटेबल्स है जो चाहिँ इजिली एभाइलेबल हुन्छ। फर इक्जाम्पल वाटरमेलनहरू भयो, पाइनएप्पल्सहरू भयो। अब भेजिटेबल्समा तपाईँलाई थाहा छ लौकाहरू भयो होइन, स्क्वासहरू भयो, स्कुस भनिन्छ है। र त्यस्ता भेजिटेबल्सहरू लिनुहोस् जसले चाहिँ तपाईँको शरीरलाई हाइड्रेटेड राख्छ है। अनि मोस्ट इम्पोर्टेन्टली चाहिँ यो गर्मीको समयमा हामी बाहिर निक्लिँदाखेरि हाम्रो शरीर एकदमै लेथार्जिक हुन्छ है, एकदम आलसे टाइपको हुन्छ होइन, केही गर्न नसक्ने। सो त्यो द्याट पर्टिकुलर टाइममा यदि तपाईँहरू बाहिर निक्लिँदै हुनुहुन्छ भने ओआरएस वाटर एकदमै यो गर्मीको समयमा अमृत बानको रूपमा लिन सकिन्छ। सो जति सक्दो तपाईँहरू ओआरएस पानी पिउने कोसिस गर्नुहोस् अनि ओआरएस वाटर तपाईँले घरमै पनि नुन चिनी पानी बनाउन सक्नुहुन्छ। टिप नम्बर 4, अभोइड प्रोलङ एक्सपोजर टु हिट एन्ड ड्रेस अप्रोप्रिएटली। समर टाइममा तपाईँले जति सक्दो चाहिँ लाइट कलरवाला कटनको लुगाहरू लाउनुहोस् अनि जति सक्दो चाहिँ फुल स्लिभवाला तपाईँले लुगाहरू लाउनुहोस् यदि तपाईँ बाहिर हिट समर हिटसँग अथवा त्यो सनलाइटको एक्सपोजरमा हुनुहुन्छ भने। अनि तपाईँको हेडलाई चाहिँ कभर गर्नुहोस् विथ क्याप्सहरू या फेरि ह्याट्सहरू लगाएर चाहिँ त्यो हेडलाई कभर गर्नुहोस्। बिकज तपाईँलाई थाहा छ घाममा ज्यादा हिँड्दाखेरि हाम्रो ज्यादा हेडेक हुने गर्छ, टाउकोहरू दुख्ने गर्छ। मोस्टली त झन् जति पनि माइग्रेनको बिमारीहरू हुनुहुन्छ नि त उहाँलाई त एकदमै साह्रो पर्ने गरिन्छ है त। सो गाइज, यस्तै हेल्दी टिप्सहरू लिएर तपाईँलाई म आउने नै छु। तबसम्मलाई स्टे ट्युन्ड विथ अस। आरजे नितेशको तर्फबाट धेरै धेरै माया छ। थ्याङ्क यू।